त्यसपछि माननीय वासुदेव घिमिरे। सम्मानीय सभामुख महोदय, अहिले निकासी पैठारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विषयमा हामी छलफल गर्न गइरहेका छौँ। यस विधेयकको दफा 2 मा भनिए अनुसार विदेशमा वस्तु वा सेवा निकासी गर्ने बारे। अब यो विदेशमा हाम्रो वस्तु र सेवा निकासी गर्ने क्रममा अहिलेसम्मको हाम्रो अवस्था के छ? हाम्रा के वस्तु निकासी भएछन्, के सेवा निकासी भएछन्? हामीलाई इतिहासले के बताउँछ भन्दाखेरि हाम्रो निकासी भनेको बहादुर, कान्छा र अहिले आएर दैनिक 2000 करिब युवाहरूको श्रम शक्ति निकासी र यस किसिमको निकासीलाई गम्भीरसँग तुलना गरेर उनका सृष्टि शक्ति र उनका ऊर्जा र उनले निर्माण गरेको देशका कलाकृतिहरू निकासी गर्नलाई यस विधेयकले ध्यान दिनेछ भन्ने मलाई लाग्छ। दफा 5 मा भनिएको छ सुन चाँदी हिरा तथा बहुमूल्य धातुका पत्थरहरू निकासी पैठारी। यो के छ भनेदेखि हुन त यो यस धातुजन्य वस्तुमा भन्सारको कुरा महत्त्वपूर्ण हुन्छ, जसले गर्दाखेरि सुन चाँदी हिरा मोतीको भाउमा एकैचोटि धेरै फरक पार्छ। त्यसलाई निकासी गर्ने क्रममा त्यसबाट निर्मित वस्तुहरू, निर्मित कला संस्कृतिका पहिचानहरूलाई हामीले निकासी गर्ने, त्यस माध्यमबाट निकासी गर्न पाएदेखि बल्ल यस यो निकासी पैठारी विधेयकले औल्याउनु पर्ने कुराहरू यथार्थ हुन्थ्यो भन्ने मलाई लाग्छ। अब यस्तै अब जडीबुटी र विभिन्न किसिमका पदार्थहरू निकासी गर्न आवश्यक हुन्छ। अब मैले निकासी पैठारी कुरा सन्दर्भमा उठाउनु पर्दाखेरि विद्युत व्यापारलाई औल्याउन चाहन्छु। यो विद्युत व्यापारलाई निकासी पैठारी गर्ने सवालमा भर्खरै ऊर्जा मन्त्रीज्यूले भनेको कुराले मलाई एउटा कथाको सम्झना हुन्छ, बचपनमा पढेको, द क्लोथ अफ इम्परर, बादशाहको वस्त्र। अब त्यस्तै अब अहिले आएर हाम्रो जहाँ कि गत आर्थिक वर्ष भारतबाट आयात भएको विद्युत 18 करोड 94 लाखको थियो भने नेपालबाट निर्यात भएको विद्युत 18 अरब 7 करोडको थियो। यसरी हाम्रो नेपालमा उत्पादित बिजुली बिक्रीबाट यति धेरै आय आर्जन देशलाई गर्ने र देशको ढुकुडी बलियो बनाउन दत्तचित्त रहेर इतिहास कायम गर्ने व्यक्तिको हुर्मत हार्ने काम जुन भयो, यस्ता किसिमका नीतिले अवश्य नै यो निकासी पैठारीमा अथवा विभिन्न किसिमको चाहिँ जनताको हितको कार्यमा बल पुर्याउँदैन होला। जनताको हितमा, राष्ट्रको हितमा र देशको भविष्यका निमित्त र सन्ततिको हितमा हुने कार्यले मात्रै यो निकासी पैठारीको सम्बन्धमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसै किसिमले महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा अब दफावार छलफलमा पछि छलफल गरौँला। अहिले सैद्धान्तिक छलफलमा मैले यति मात्रै कुरा राखेँ। यति भन्दै बिदा हुन्छु। अभिवादन। लाल सलाम।